वेलकम ब्याक टु माई ब्लग्स आफ्टर लङ टाइम ल आज चाहिँ हामी घर सर्दैछु 31 डिसेम्बर 2025 सो न्यू हाउस न्यू बिगिनिङ गर्दैछु भनौँ न ल त सबैजनालाई मेरो ब्लग्स हेरिदिनु होला ल आज चाहिँ हामी ट्रान्सफर जाँदैछ यहाँदेखि यो घर छोडा जाँदैछ घर पनि मिस हुँदैछ होइन यस्तो छ सबै सार्दैछ डाङ्डो के गर्छौ गस ल होइन दुया फाइनली 80% चाहिँ लगिसक्यो भनौँ न होइन भाइ 80% बिहान सक्थ्यो भाइ आउनु भएको त सक्ने नि यतिखेर क्यारियरमा लाउने भाइ लोटेर गयो घरमा हो नयाँ बिल्डिङ यस्तो छ यस कहिले चाहिँ मिलाइसक्नु नि यो यति साह्रो आमा हेर न बाफ्रे रुम त ठुल्ठुलै हो दिस इज टोइलेट पनि दामी ओके रहेछ टोइलेट पनि ओके रहेछ हौ नि बिरासिङ यता पनि एउटा छ दामी हुने किचनको पनि ओह माई गॉड दिस इज ब्याड हो त भाइ यो त म पहिला एक्लै हुँदाखेरि किनेको एक कुरा थाहा भएको नि एक कुरा कसरी थाहा भयो भाइ यहाँनिर छ नि त अब भाइ त्यत्रो साह्रो त हुनु हो नि त है स्क्रुको खोले भाइ यो चाहिँ भित्र म भन्छु कहाँ लानु भने ल्याउ त ल्याउ ठिक्कै म चाहिँ यहाँ लु त भाइ लिएर आऊ लु ल ल ल ल ल ठ्याक्कै म भन्छु कहाँ लानु भने सिधै लैजाऊ ल भाइ उता सानो रुममा टोइलेटमा होइन यता उता त्यता होइन भाइ यता 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 होइन सानो यता बास हो त तेर्स्याउ त भाइ र अहिले चाहिँ यहाँ जुस खाने अरे हो हाम्रो नरिसाउ न हौ ल यो बजी रिसाएर राखको भयो केयर गर्नु सक्ने मात्रै लैजाउँ न आमा फुलहरू अलिअलि छ रहेछ हो आमाको अनि आमा रिसाइरहेछ नरिसाउ न आमा ल आमा नरिसाउ न ल रिसाएको नबोलेको भएन नि भोलितिर बिस्तारै एउटा जोडा गर्दै लैजाउँ न त ल ल ल अहिले चाहिँ हाम्रो खाना खानु आएको छ केटाहरू यहाँ लिएर होइन भाइ के खाने अरे मटन पेमा चिकन बिफ म यहाँ त डाउनलोड भयो डाउनलोड Oh my God! Wow! या पेमा ड्रेसिङ साह्रो मन दुखायो किन भन्ने केही छ भाइ भन्नु केही छ भन्नु केही छ यहाँ पापा आएछ त ल
पियाजी पनि छ त नि। पियाजी पनि छ त हो के हो यो आज त अन्त बटुकामा छ त। ल स्टार्ट गर ए मालिकले के हो भाइ हातले खाने भन्थ्यो त चम्चीले खाँदैछ नि दुई बल यहाँ केटाहरूले पेमाले खोर्सानी चाहिँ चुक्तै पारे पेमा के चाहिँ भयो चाटै पारेर खायो। यो एक्स्ट्रा राइस पनि दिने भइसक्यो उयो पनि खायो। यो पनि सुहाएको छौ हो नि मटनसँग भएन 2026 दिन चाहिँ खाना मासु खाँदैन होइन आलु मात्रै अब थ्याङ्क यू मालिक भाइ अब यहाँ मालिक भाइको तर्फबाट कफी 2025 को एन्डिङमा थ्याङ्क यू सो मच भाइ हाम्रो यहाँ तामाङ रेस्टुरेन्ट भाइ यहाँ चाहिँ एकदम मटनहरू चाहिँ दामी पाउँछ है मटन भयो यहाँ चाहिँ तर पर्क चाहिँ पाउँदैन यहाँ चाहिँ अझ सबै यहाँनिर हो छेउछाउ एकदम एकदम के भन्छ पर्फेक्ट पर्फेक्ट हो भनौँ न नम्बर त हाल्नु नि यहाँ त 174425000 मा गऱ्यो भने चाहिँ यहाँ केटाहरू तातो तातो भटान कोट्याउँदा यहाँ हात पनि गली घरमा पानी छैन र बिचरा भएको चाहिँ यही आएर धुँदैछ पस्नु थर जग्गातिर पसिदिन्छ के चाहिँ हो हँ? मासु नि हो पस्छ पुरा यस्तै दिनुपर्छ। मेरो नि त यहाँभित्र बस्दै कोटेर पैसा चाहिने छैन यति लामो मेरो कफी रह्यो नि त यहाँ छ भाइ यहाँ पुरा अलैँचीसँग चाहिँ राम्रो खानु। र फाइनली लन्च पनि खाइयो यहाँ गाडी अब रेस्टुरेन्टको मालिकको गाडी लिएर चाहिँ अब स्प्रिङ साट्ने अरे यसको इरोपोर्ट तल पुगेर देखाउँछ कर्म पनि आइपुगेको छ अब टायरहरूको चाहिँ प्रब्लम छैन अब आउनु होला ल आइपुगेछ होइन हाम्रो लाक्पा भाइ सर्भिसिङहरू सबै छ है सबै आइपुग्यो अब त अब भोलि चाहिँ छुट्टी है तर भोलि चाहिँ छुट्टी है हाम्रो वर्कसप चाहिँ भोलि चाहिँ जनवरी 1 मनाउने अरे नमनाए पनि भोलि चाहिँ छुट्टी कडा हो सबैजनालाई मेरो टिकटकदेखि हेर्नु होला जति चिराङमा भएको कस्टमरहरू होइन होल भुटानमा भएको कस्टमरहरू बेला बेला यसो झुकेर चिराङ आएको बेलामा होइन छ भने के भन्ने छ ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भन्नु चाहन्छु नयाँ साल राम्रोसँग लागोस् राम्रोसँग सक्यो अब 2025 आज हामीले चाहिँ मटन राइस खाएको छु लास्ट इयर हो ल अब 2025 एन्ड लास्टको गाडी चाहिँ यो हाम्रो होइन फेरि के होइन बेडी तानिरहेको छु यो चाहिँ अब 2025 को 31 को गाडी बनाएको छ केटाहरूले यहाँनिर हुँदैछ यहाँनिर गियर बक्सको काम रहेछ अब यहाँ के गर्दैछ होइन अब यहाँनिर आउँछ हाम्रो भिटिक्स 2025 को लास्ट काम उसको चाहिँ यो क्राउनहरू के गएको रहेछ होइन ब्रेक्सहरू पनि ठोक्दैछ यहाँनिर हाम्रो भिटिक्सले 2025 एन्ड हो अब होइन आजदेखि 2025 को एन्डको आता है ऊ चाहिँ अब यहाँनिर हाम्रो कस्टमर यहाँ गियर बक्स बनाएको हिजो अहिले अलिअलि चेकअप गर्न आएको रहेछ के गर्यो आज भाइ अहिले मात्रै आएको हामी त काम गऱ्यो म आइटन गर्दैछु आइटन गरेको को दोजीगुटले गरेको होइन होइन दाजुको र म ए ल ल ल 2025 एन्डको गाडी चाहिँ हो नि मैले हान्दै गरेँ ल गुड गुड किन जस्तो गर्छ त यो चाहिँ हामी अघि मटन राइस खानु गएको थियो गाडी यसको गाडी लास्ट उसको पनि स्प्रिङ साट्नुपर्ने बहुत बढिया करो काम मजाले बजाऊ भाइ सबैजनालाई के भन्नु छ भाइ जनवरी 1 को लागि अब ह्याप्पी न्यु इयर भन्नु होला अरू त केही छैन ह्याप्पी न्यु इयर होइन सबैजनालाई अब भोलिदेखि न्यू बिगिनिङ राम्रो होस् सबैजनाको भला होस्
होइन शुभकामना होस् धेरै धेरै शुभकामना होस् ल सबैलाई ह्याप्पी न्यू इयर मेरोबाट एकदम एडभान्स मालिकदेखि लिएर सबैलाई हो तर आज चाहिँ बुढोले यसो बोनसहरू दिन्छ कि भन्ने आश छ त्यो बोनस दियो भने चाहिँ म भिडियो बनाएर पठाउँछु है तपाईँहरूलाई बोनस नयाँ सालको नगर न त्यस्तो एकछिन डिनर खान गइँदैछ 2025 को डिसेम्बर 31 मा हो भनौँ न भोलि जनवरी 1 भनेर आउँछ जनवरी 1 2026 भनेर आउँछ अब चाहिँ अहिले हामी डिनर खानु बाफ्रा होटल जाँदैछ लम्फूको नाइट भ्यू यस्तो छ बन हो क्या अब बन भएको छैन कोही त उयो हो जानुपर्ने चाहिँ यहाँ सेकेन्डको होटलमा ल अहिले चाहिँ हामी रेस्टुरेन्टमा आएको छ होइन आमा बाफ्रा रेस्टुरेन्टमा सो के मगाएर मोमो के मगायो के मगायो बिफ मोमो मगायो तिमी नखाने हेर नि तिनटा मात्र मगायो ठिकै छ अनि सुकेको माछा खाने सुकुटी नखाने दामा खानु भाइजा त सोध त नुचु टाइम टेक भ्यू यार भन्नु भन्छ ओइ साला भोक लाग्यो होला होइन मलाई त लागेको छैन आमा के भयो रुन्छ अनुहार लाएर बसिरहेको फाइनली वेट इज ओभर होइन प्लेट चाहिँ एक्स्ट्रा भाइ एउटा प्लेट एक्स्ट्रा ल्याइदियो ल नानीलाई ल्याइदिनु पुरा चिकन लु खाइहाल्नु छिटो छिटो भोक लाग्यो होला बिचरा लु छिटो खाइहाल कसले चाहिँ बिहान मर्निङमा होइन इस एरेन्जमेन्ट यस्तो गर्दैछ भर्खर त्यति राम्रो गरिसकेको छैन सो यहाँ मेरो छोरा उठेर यहाँ सिटिङ रुम स्टेज होइन त्यहाँ बेड राखेको छु यहाँनिर टिभी स्ट्यान्ड सो दिस इज द आवर किचन एन्ड दिस इज फ्रिज सो we are preparing morning breakfast फर्स्ट डे मर्निङ फर्स्ट डे न्यु इयरमा चाहिँ हाम्रो के छ भने स्पेसल के छ भन्दा चाहिँ दिस इज केवा अनि केवा पटेटो आई मिन पटेटो एन्ड दिस इज अनियन एन्ड दिस इज साग सो भाइलाई मेगी पकाउनु ओके भाइ सो आमालाई चिया बनाइदिनु अरे नुन चिया आमालाई यहाँ चिया बनाउँदैछ फिका चिया सो यहाँ बुढियाले चाहिँ सब्जी बनाउँदैछ लासो फाइनलमा देखाउँछु अहिले चाहिँ यति नै अनि अब यो चाहिँ मेरो आज यहीसम्म एन्ड हुन्छ लासो घर आलु कटिन्छ यसै सुनि बेला बाई बाई एन्ड टेक केयर प्लिज सब्सक्राइब माई युट्युब ल प्लिज एन्ड मलाई दार्ना बनाएसम्म बिजी थिएँ बेदा भिडियो जुमा छु सेसुनी लासो ल ओके बाई बाई